यहाँको वाइफाई कहाँ छ? वाइफाईमा हो है? वाइफाई होला। हेलो आर्यन। हेलो अभी। हेलो अल्बिना। हेलो मतिना। हजुरहरूको लागि एउटा सानो एक्टिभिटी बेस्ड लर्निङ लिएर आएका छौँ। सबैजनाले एक्टिभली पार्टिसिपेट गर्नुभयो भने चाहिँ हामीहरू हजुरलाई गिफ्ट पनि दिन्छौँ। सो एक्टिभली पार्टिसिपेट गर्नु है त। हामीले चाहिँ आज के सिक्न गइरहेको छौँ भने रोड सेफ्टी रुल्स। त्यो भनेको चाहिँ अब हजुरहरूको बाटोमा हिँड्नुहुन्छ, बाटोमा के गर्नुपर्छ के गर्नु पर्दैन भन्ने हजुरहरूलाई थाहा छ त? के कुरा थाहा छ? के कुरा थाहा छ भन्नु त तपाईँ? कुन 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 गाडी चलाउनुहुन्छ? स्पाइडर। बाटो काट्न आउँछ? बाटो काट्न आउँछ? बाटो काट्न आउँछ तिमीलाई? हो। लस्सी खानुहुन्छ? राम्रो हुन्न नत्र के हुन्छ? चोट गर्न सक्छ टाउकोमा। धेरै त्यो भने धेरै नराम्रो। त्यही भएर हेर्ने सधैँ लाउनुहोस् होइन पछाडि बस्दाखेरि। अनि रोड हामी वेट गर्नुपर्छ किनकि गाडीहरूको चाहिँ हरियो लाइट हुन्छ। अब गाडीहरूको रेड लाइट भएपछि हाम्रो हरियो हुन्छ अनि बल्ल रोड काट्नु हो। रोड काट्दाखेरि के गर्नुपर्छ सधैँ? स्टप त हो तर रोड काट्नु अगाडि लेफ्ट राइट हेर्नुपर्छ याद गर है। बत्ती राम्रोसित हेरेर हिँड्नुपर्छ। अनि जेब्रा क्रसिङ नभए अर्को जेब्रा क्रसिङमा जानुपर्छ। जेब्रा क्रसिङ नहुँदा चाहिँ के गर्नु? अर्को जेब्रा क्रसिङमा जाने। रातो भने रोक्ने हो, हरियो भने हिँड्ने हो। यो हरियो हुँदाखेरि है तपाईँले हिँड्न पायो, बाटो काट्न पायो। यो बाटो छ भने तपाईँले यतादेखि उता जानलाई यो चाहिँ तपाईँको हरियो हुनु पर्यो है। है बुझ्यो सबले? बुझ्यो नि होइन? कुन लाइट हुँदा हिँड्ने हो भन त? है रातो हुँदा चाहिँ के गर्ने हो? सबैले आफ्नो राइट ह्यान्ड माथि गरिदिनु त। राइट ह्यान्ड माथि सबैजना। राइट ह्यान्ड कुन हो बाबु? हो गुड बोय। ओ लेफ्ट हो बाबु। राइट अब लेफ्ट हात लेफ्ट उठाऊ। यो लेफ्ट साथीले भन्छ कुन लेफ्ट कुन हो? यो लेफ्ट नानु यो राइट हो है, यो लेफ्ट हुन्छ। क्रसिङ गर्नु नहुँदाखेरि तपाईहरुले गाडीको आवाज सुन्नुहुन्छ होला नि त पछाडिबाट आएको। के मिस्टेक होला यसमा? हाफलाई बोल्ने? हाफलाई बोल्ने? हात उठायो भने गाडी स्पिड भएको बेला त्यो हो तर गाडी स्पिड भएको बेला हिँड्यो। हुँदैन गाडी स्पिड हेर्नुपर्छ
हेर्नुपर्छ हामी कुकुरहरू जस्तो हुनु भएन है त्यसको बिरालोहरूले बुझ्दैन तिमी चाहिँ यता छौ होइन यता छौ 3 2 1 गो गो भनिसक्नु भयो त गर नि अब आधी बाटो आधी बाटो फेरि अर्को ठाउँबाट गएछु अब बाटो काट्ने पहिला पहिला मैले बाटी आधी बाटो काटेँ फेरि 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 गो ओ हेर्ने 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 Oh yes. यस अब हिँड्दो त Using a zebra crossing while crossing the road. एकछिन Safe for the Traffic signs are no edical bato kaट्यो भने safe or unsafe? Unsafe. रातो बत्तीमा हिँड्यो भने safe or unsafe? Unsafe. That's it. दाली दाली ल बोइज बाटो काट्दाखेरि दुवैतिर हेरेर काटेको सेफ हो कि अनसेफ हो हो आफ्नै ठाउँमा उफ्रिने है रक्सी खाएर चलाउनु सेफ कि अनसेफ रक्सी खानु नै हुन्न है कहिले पनि खानु हुन्न है ल ल ल